Namaste सबजना वेलकम टु माई युट्युब च्यानल वेलकम टु आवर युट्युब च्यानल तपाईहरुलाई के रे सन्चै हुन्छ भनेर मलाई धेरै आशा छ तर म पनि धेरै आशा छु तपाईहरुलाई स्वागत छ हाम्रो भ्लगमा हाम्रो राम्रो भ्लगमा हाम्रो सुगन्धमा तपाईलाई धेरै स्वागतम गर्दै भन्दै म भिडियो अगाडि सुरु गर्न चाहन्छु लेट्स गो सिनेमेटिक हेर्दै तपाईहरुले रोमान्स गर्नु है त नमस्ते छ अनि हाम्रो चाहिँ डकुमेन्ट भिडियो बनाउनु पर्छ नि त यस्तै छ गाइस के गर्नु आज हामी गोदावरी आएको हामी तीनजना दुईजनाले ब्युटी केटीहरुलाई लिएर आएको छौं एउटा हुनुहुन्छ सुमी अर्को हुनुहुन्छ तिना मोक्तान एन्ड सुमी यस यु गो हामी जान्छौं तीनजना है गाइस हामी चाहिँ के हैन सर्ट भिडियो मात्र बनाउन लाग्यो टिकटकको लागि हैन बाइ द वे तपाईलाई थाहा छैन हैन मैले टिकटकमा नि भिडियोहरु हालिरा हुन्छु अब तपाईले अब मेरो कुरा मान्नुहुन्छ हुँदैन त्यति कुरा थाहा भएन तर पनि तपाईलाई यति माया छ कि म त एकछिन पाले सुने कि सुनेन गाइस सुने गाइस जे पाइ त्यही बोलेछ रे के मेरो भ्लग मेरो मर्जी म बोल्नु पाउँदिन र कोले के गर्छ कसैको गाड पनि छैन के गर्ने सुनिए पनि हैन गाइस ल तपाईहरुलाई अहिले एकछिन पछि भेट्छु है त फेरि आइसके म के छ कस्तो रमाइलो छ रमाइलो भइछ हो उफ कसैको देखा गरे हैन कस्तो रमाइलो भइछ यस्तो के हुने भाउ खान्छन् के गर्नु आजकलको केटीहरु नाटकबाजीहरु हुन्छ तर तिमी भन्नुस् त के छ मलाई त एकदम रमाइलो भइरहेछ हैन गाइस तपाईहरु पनि आउनुहोस् त हामीलाई भेट्नुस् हैन हामीसँग बसेपछि तपाईहरुको मुड खराब भएको पनि खतरा बन्छ यस डेफिनेटली सब हुन्छ अफ कोर्स सब बिर्सिन्छ के तर ट्राई हान्नुबाट हामीलाई भेट्नलाई छिमी आउनु पर्यो मन पराउनु लाइभ आउनुहुन्छ मन पराएमा लाइक अनि के भन्छ त्यसलाई लाइक एन्ड सब्स्क्राइब त्यो गर्नु लाइक छ भने म बोइसन बनाउँछु तिमीलाई चाहिँ कस्तो भइरहेछ मलाई त म जस्तै भइरहेछ हैन रमाइलो भइरहेछ रमाइलो भइरहेछ छैन भइरहेछ उ चाहिँ मेरो फ्युचर वाइफ हो जे उनी चाहिँ यति राम्रो हुनुहुन्छ यता हेरिछ त बुढो छ्याना यस्तो भन्छ के गर्नु त अब म काली छु नि त त्यही भएर अलिकति उनले अलिकति नराम्रो चाहन्छ तर हाम्रो सुटी चाहिँ अलिक राम्रै हुनेछ सुटी रे हाम्रो दिदी सुमी यो गाइस हामी चाहिँ तपाईलाई फ्री सम के गर्दिन्छु तपाईलाई हामी सिनेमेटिक थ्रुबाट हामी एकदम मजाले देखाउँछु हाम्रो यति मजाको छ कहाँ भिडियो बनाउँछौ घरि हिँड्न न हौ ल हिँड्ने रे ल हिँड्नुस् त हिँड्नुस् उहाँहरुको फोटो खिचाइ पनि दामी नै भइसक्यो जे पनि दामी नै भइसक्यो गाइज अलिकति क्यामेरा मिलाउँछु ल तपाईहरु नरिसाउनु होला यदि यस्तै छ जिन्दगानी के हेर्नु कालै छु अलिकति ह्यान्डसम पनि छु तपाईहरुकै प्यारो काले मान्छे हो सुमी के भन्नु चाहनुहुन्छ हजुर मलाई भोक लाग्यो गाइस के पठाइदिनुस् न अनि उहाँ चाहिँ सिंगल हुनुहुन्छ बोयफ्रेन्ड कोही सिंगल हुनुहुन्छ भने चाहिँ प्लिज डीएम गर्नुस् पत्ती बनाउने बोयफ्रेन्ड डीएम बनाउने ल पति बन्न चाहनुहुन्छ भने सिधै डीएम गर्नुस् अनि हामी पनि हल्का रमाइलो गर्दैछौँ मेरो बुढी चाहिँ कहाँ गयो बुढी उयो घरमा हामी भिडियो बनाऊँ है यस हामीले तपाईले यो भिडियो हेर्नु त कसमै टिकटक र इन्स्टामा जानुपर्ने हुन्छ म तपाईहरुले युट्युबमा देखाउन सक्दिन त्यसको लागि सरी नै चाहन्छु तपाईहरु जानुस् र हेर्नु सके ओके बाइ बाइ अन्टिल सबैले लाइक अनि कमेन्ट शेयर गर्नुस् मैले फेरि बारम्बार भनिराख्नु पर्दैन होला तपाईले गर्दिनुस् तपाईले जति नै माया सपोर्ट देखाउनुहुन्छ म त्यति नै राम्रो भिडियो गर्न सक्छु त्यति नै राम्रो कुराहरु गर्न सक्छु त्यही पनि ल भन्नुस् तपाईले के चाहनुहुन्छ मैले केही पनि चाहन्न भन्नुस् तपाईले के चाहनुहुन्छ मैले केही पनि चाहन्न
भन्नुहोस् त तपाईँलाई कस्तो मन पर्छ कि मन पर्दैन भन्नुहोस् त भन्नुहोस् त मन पर्छ कि मन पर्दैन भन्नुहोस् त मलाई त मन परेन त मन परेन भने मसँग किन बसिस् भन्नुहोस् त मलाई त मन परेन भने म कस्तो लाग्छ हजुरहरूलाई भन्नुहोस् त किचकिचे आनी धेरै चाट्ने कस्तो लाग्छ हजुर राम्रो लाग्छ मेरो बुढीको आज चाहिँ फुल आउटफिट हेर्न चाहनुहुन्छ भने चाहिँ चेक गर्नु होला ओप्रे गाइज तपाईँलाई फेरि म भेट्छु किन्नै छैन त कहाँ बुझ्छ यस त्यसको पट्टा पट्टा मात्रै छ यस गाइज हामी चाहिँ हिँडिरहेको छौँ गाइज मेरो ब्याग बोकिदिने मान्छे चाहियो अनि अरू केही कृपया छिटो छिटो बिचरा यहाँ देखाउनुहोस् त हजुरले के बोकिराख्नु भएको हेलो म्याडम ओ के गर्नु अब बस ठुलो मान्छे खाले अब के भोक पनि लास्टै लाग्यो है पेट परायो है म मेरो हेर्नु त पेट म 6 प्याक्स निस्केछ वाइस थ्याङ्क यू फर सेङ 6 प्याक गाइज जेसुकै भन्नुहोस् एक किस्ता हानिहाल्यो होइन अर्को कुरा मलाई थाहा भएन कि होइन गाइज ल अलिपछि तपाईँलाई भेट्छु ल राम्रो आउनु अब यता हिँडेर है हेलो हामीले झर्ना देखाउन लागिरहेको छौँ है होइन त बडो है झर्ना हेर्दा नि झर्ना पनि सानो छ तर क्युट मजाको छ एकदम राम्रो छ Then we call it, okay? अब हामी चाहिँ यहाँ जानु नेसनल बोटलमा त्यहाँ जानु लागेको छौँ अनि म खेल एकचोटि खेल न उफ्रे वाचिङ गर्दै गाइज के गर्नु अब हामी त अब जुत्ता लागेको छौँ नि त त्यही भएर चाहिँ तपाईँहरूले हामीलाई पानीमा खेलेको बिहान म म्याडम जी नै हुनुहुन्छ जुत्ता देखाइदिन्छ अरे पुरा 1 पिस लाएर आउनु भएको छ हाम्रो म्याडम चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ त्यो कम्प्युटर दिनु होला अब माथि जानु पर्ला है त्यो माथि जाऊँ अनि चल्दिस् के अनि मान्छे भएर चाहिँ हामी नजानु पब्लिक प्लेसमा आएर तर मान्छे छ भन्नु नि कस्तो नभएको होइन त सुमी यसो रमाइलो हुन्छ अब तिमी पनि यो च्याते होइन के बागल यो नचलाएर बिग्रेको के मिलन कति च्याते हो त्यसरी च्याते हुन्छ बौला अनि त्यही त यता आऊ न होइन नबस न एउटा हाम्रो च्यानललाई के भन्न चाहनुहुन्छ सबैले भाइ गरिदिनु होला टिनालाई कस्तो टिनालाई हो टिनालाई चाहिँ भाइ गरिदिनु होला हैन देख न मेरो आफूलाई विषय सुन्दर सोध्छ नि तर केही होइन म जस्तो यस्तो कालले चाहिँ पटा त्यसको औकात पनि छैन कि फेरि आइज नि त यहाँ झर पर्ने आइज नि त आइज आज चाहिँ हाम्रो सुमीले बनाएर लग्छु ल गाइज कति कराएको भने यस्तै हो कपालसँग आएपछि के गर्नु गाह्रो छ मलाई मेरो नाम सुमी हो यस्तो कपालसँग आएपछि झगडा देख्नुपर्छ जहिले दिनरात झगडा पक्ने पनि झगडा पाट्दा पनि झगडा आज भात खान जानु पर्ला बरु पैसा
यो 500 म कदर मसँग छैन भाइ 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 यो हेर्न। मसँग छ नि के मसँग तेरो कहाँबाट त बाजे कस्तो कुरो गरेर भने फेरि किन झर्किरा झर्किनु कुरा छ कि यहाँ दाते मेरो त पहेँलो रहेछ हेर्नु न गाइस सुनको 30 लाखको दुको हामी खै खिच्देऊ न प्लिज भिडियो बनाउने कता यताबाट जाऊँ अहिले उता कहाँ सुमी हाई हेलो गर हाई ओइ यता हेर त हेलो यही हो सर तपाईँको लागि यता आऊ त यता चाहिँ यता तपाईँको लागि हो नि टक्क 3 जना तिमी यस्तो तिम्रो नाटक देखा न गाइस फेरि पनि म आइसक्यो तर हामी यहाँ धेरै पनि घुमेनौँ होइन अब रियालिटीबाट एक्सपेक्टेसन भन्छ नि त्यस्तै टाइपको अब हामीलाई त्यति साह्रो मन परेन त्यति साह्रो ठाउँ चाहिँ अब होइन ठाउँ राम्रै छ भनौँ ठाउँलाई गाली नदिउँ हामी अलिकति रङ टाइममा आएको यस्तो गर्मी छ गर्मीमा एकदम गर्मी हुन्छ यता अलिकति घुम्ने बित्तिकै पुग्ने मजा पनि नआउने कस्तो रमाइलो भन्ने के गर्नु तर पनि घुम्नै परेको छ घुमिसक्यो हामी अनि हामी फर्किन लागेको हो अब फर्किन लागेको अब हामी फर्केपछि अब हामी फर्किसक्यो उनीहरू भिडियो बनाउँदैछ है भ्याएन भने किन योहरू छु भने उनीहरू झगडा गर्दैछ म चाहिँ भिडियो बनाउँदैछु हाम्रो सकिन लागिसक्यो अब चाहिँ लाइभ के अरे यो इन्ड गर्नुपर्ने हुन्छ हामी स्कुटरमा 3 जना आएको गोदावरी तपाईँहरूलाई हामी सिक्रेटली भनेको छौँ हाम्रो सर्टकट छ हामी 3 जना स्कुटरमा आएको हो 3 जना एकैचोटि त्यही पनि ल तपाईँहरू अब इन्डिङ गर्ने आउनु न र तपाईँहरूलाई सबैलाई थ्याङ्क यू धेरै धेरै धन्यवाद हेरिदिएकोमा लास्टमा आएर सबैजनाले बाई बाई भनिदिनुहोस् चुमादिनुहोस् चुपाइदिनुहोस् सबैजनाले भिडियो बनाऊँ भने छिटो गाइस सकिसक्यो अब त्यही अब तपाईँहरूलाई हामी अर्को भिडियोमा भेट्छौँ बाई बाई अन्टिल